कुनै सरकारी जागिरमा 10 वटा सिट खोल्यो भने पनि मिनिमम 1000 जनाले एक्जाम दिन्छन्। यो हिसाबले पनि मात्र 1% स्टुडेन्टले मात्र नाम निकाल्ने रहेछन्। त्यो 1% भित्र पढ्नको लागि कुन बाटो फलो गर्नुपर्छ होला त? यो जर्नीको फर्स्ट स्टेजमा हामीलाई सरकारी जागिरतिर एट्र्याक्सन जाग्छ। यसको बारेमा बुझ्न, सिलेबसको बारेमा खोज्न थाल्छौँ। सेकेन्ड स्टेजमा यसको लागि तयारी गर्न थाल्छौँ, तर त्यति सिरियस भने अझै भएको हुँदैनौँ। थर्ड स्टेजमा हामीलाई थाहा हुन्छ कि थोरै मेहनतले मात्र नाम निस्किँदैन, अनि 50%ले त त्यो मेहनत गर्नै चाहँदैनन् र यो जर्नीलाई यहीँ छोडेर हिँड्छन्। पनि बाँकीले चाहिँ अझै धेरै पढ्न थाल्छन्। फोर्थ स्टेजमा एकदम मेहनतको साथ पढ्न थालिन्छ, तयारी गर्न थालिन्छ। दुःख पुग्दा पुग्दै, मेहनत पुग्दा पुग्दा पनि केही कारणले गर्दाखेरि हाम्रो नाम निस्किँदैन। अब यो स्टेजमा गएर पनि धेरैले गिभअप गर्छन्। यो स्टेजसम्म पुगिसकेको मान्छेलाई जिन्दगी कता कता फसेको जस्तो लाग्छ। यतिका दुःख गरेपछि पनि आफ्नो नाम ननिस्किँदा यति समय लगानी गरेको बाटो छोड्ने कि फेरि पढ्ने भनेर कति मान्छे त अलमलमै पर्छन्, डिप्रेसनमा पर्छन्। न त छोड्न सक्छन्, न त थप मेहनत गर्न सक्छन् र आफ्नो जिन्दगी एटेम्प्ट दिँदै सकाउँछन्। स्टेज 5, त्यो 1% स्टुडेन्टले आफ्नो जर्नीभरि के गल्ती गरियो, के कुरा सुधार्न सकिन्छ त्यसको टिपोट गर्छन् र फेरि अर्कोचोटि साहस जुटाएर पढ्न थाल्छन्। यति मेहनत गरेँ भने म जिन्दगीमा त कतै न कतै पुग्छु भन्ने साहसको साथ उनीहरू पढ्न थाल्छन् र बल्ल उनीहरूको नाम निस्किन्छ।